हेलो वेलकम ब्याक टु जेपीडी ब्लग। आज म कहाँ छु भने आज म धरान खैरेनीमा आएको छु है। खैरेनी चोक यहाँ तल, खैरेनी चोकदेखि लगभग 300 मिटर जति एप्रोक्सिमेटमा, सायद अलि मासतिर होइन। ठिङ्गाबारी भनेको यता हो, यो डाँडातिर भइहाल्यो। ठिङ्गाबारीदेखि ओल्लोपट्टि गहिरोमा खैरेनी सिरै भन्नुपर्छ लगभग होइन। यहाँतिर पुरै प्लानिङ भइरहेछ नि त। यहाँनिर आएको छु। यहाँ चाहिँ म स्पेसली एउटा जग्गाको लागि आएको छु। थम्बनेलमा देखिहाल्नु देख्नु चाहिँ 15 दूर 1 पावा जग्गा आएको छ होइन। र 15 दूर 1 पावा जग्गा चाहिँ पूर्व मोडा गरेको यो 20 फिटको बाटो। यो आउने यसरी आउने भनेको 20 फिटको, यो पनि यसरी प्लानिङ हो। यो प्लानिङ यता माथि गएर माथिसम्म हो होइन। जति प्लानिङ भएको छ त्यति मात्र छ यो बाटो होइन। र यो जग्गा चाहिँ तपाईँको कहाँ छ भने पिलर यहाँ देखिराख्नु भएको होला। यहाँदेखि त्यहाँ गएर पिलर यहाँ छ है। 34-34.5 फिट जति मुख छ होइन। र लम्बाइ भनेको पर दाइ हिँडिराख्नु भएको त्यो पिलरसम्म त्यहाँनिर लगभग छ होइन। उता चाहिँ 28-29 फिट मुख, पछाडिको मुख भनेको 28-29 फिट छ। अगाडि पूर्व मोडा गरेको अगाडिको मुख भनेको चाहिँ यो पिलरदेखि यहाँसम्म भनेको चाहिँ तपाईँको 34.5 फिट जति मुख रहेको छ। र लम्बाइ त्यसै बिचमा हिसाब गर्नुपर्छ, आइहाल्छ होइन। र यो जग्गा बिक्रीमा आएको छ एकदमै सस्तो। 15.5 दूर जग्गा अलिकति बढी नै छ, बढी चाहिँ तर सस्तो जग्गा आएको छ। र दामको कुरा गर्नुपर्दा नि तपाईँको 2 लाख रुपियाँ लास्ट है। यो चाहिँ 2 लाख रुपियाँ फिक्स प्राइस, 2 लाख रुपियाँ पर दूरले आएको छ। यदि तपाईँहरू इन्ट्रेस्टेड कोही हुनुहुन्छ धरान खैरेनीमा भने यो जग्गा चाहिँ तपाईँहरूको लागि हुनसक्छ है। तर यतापट्टिको यो प्लानिङ पनि छ। यो प्लानिङको यसैको पछाडिपट्टि यहाँनिर भनेको अहिले तपाईँको यहाँ पनि लिनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। यहाँ पनि तपाईँको 2,20,000 रुपियाँ पर दूर भनिएको छ। त्यसमा केही नेगोसिएट हुन्छ, तर यो चाहिँ भनेको चाहिँ फिक्स प्राइस जस्तै हो, 2 लाख रुपियाँ पर दूर। यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने सम्पर्क गर्नुहोला। धरान खैरेनीमा पूर्व मोहडा गरेको प्लानिङमा रहेको यो जग्गा तपाईँहरूको लागि अवसर बन्न सक्छ है त। यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाँडै सम्पर्क गर्नुहोला। खैरेनीको जग्गाहरू यस्तै हो। अहिलेसम्म एकदमै लगानी गर्नलाई राम्रो ठाउँ हो होइन। पैसा बढाउनको लागि राम्रो ठाउँ छ। इन्ट्रेस्टेड हुनुहुन्छ भने सम्पर्क गर्नुहोला है त। थ्याङ्क यू।